नमस्कार, स्वागत छ तपाईं सम्पूर्ण युट्युब दर्शक महानुभावहरू। यतिखेर तपाईहरु हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी र खेल खेलाडीको साथमा उपस्थित भएको छु फेरि पनि तपाईको माझमा म सरोज। र आज म तपाईहरुलाई नेपाल प्रिमियर लिग सिजन 2 को म्याच नम्बर 22 को जानकारी दिन उपस्थित भएको छु। आज रोमाञ्चक म्याच भएको थियो विराटनगर किङ्स भर्सेस लुम्बिनी लायन्स बीचमा र सो म्याच एकदमै एक्साइटेड म्याच भएको थियो। विराटनगर किङ्सले पहिले ब्याटिङ गर्न आएको थियो फिल्डमा र 20 ओभर पुरै खेल्दै 8 विकेट्सको नोक्सानीमा 144 रन जोड्न सफल भएको थियो, जसमा बसिर अहमदले 1 चौका 1 छक्काको मद्दतले 19 बलमा 28 रन जोड्न सकेका थिए भने लोकेश बामले भने 2 चौका 2 छक्काको मद्दतले 42 बलमा 35 रन जोड्न सकेका थिए भने अरु ब्याट्सम्यानहरूले त्यति राम्रो प्रदर्शन गर्न सकेको थिएन। तर पनि टिमले भने 8 विकेट्सको क्षतिमा 144 रन बनाउन सकेको थियो। र भने लुम्बिनी लायन्सका बलरहरूमा जे स्मिथ र अभिषेक गौतमले भने 1-1 विकेट लिन सफल भएको थियो भने रुबेन ट्रम्पम्यान र शेर मल्लले भने 3-3 विकेट लिन सफल भएको थियो विराटनगर किङ्सको। र टार्गेट दिएको थियो लुम्बिनी लायन्सलाई 145 रनको र 145 रनको टार्गेट पूरा गर्नको लागि लुम्बिनी लायन्सका ब्याट्सम्यानले भने 17.4 ओभरमा 5 विकेट्सको क्षतिमा 145 रन हान्दै जित निकाल्न सफल भएको थियो। र लुम्बिनी लायन्सका ब्याट्सम्यानहरूले एकदम राम्रोसित ब्याटिङ गर्दै र विकेटलाई बचाउँदै अगाडि बढ्दै यो जित हासिल गर्न सकेको थियो, जसमा सन्दीप जोराले 3 चौका र 1 छक्काको मद्दतले 15 बलमा 24 रन जोडेका थिए भने हिरोसन डिकवेलाले 2 चौका र 1 छक्काको मद्दतले 22 बलमा 29 रन जोडेका थिए भने डार्सी शर्टले भने 6 चौका र 2 छक्का हान्दै 44 बलमा 57 रन जोडेका थिए लुम्बिनी लायन्सको लागि। र यसरी लुम्बिनी लायन्सले सो म्याचलाई 5 विकेट्सको अन्तरले जित्न सफल भएको छ। बधाई छ लुम्बिनी लायन्सलाई यो जितको लागि। र साथै यस म्याचमा प्लेयर अफ द म्याच शेर मल्ल घोषित भएका थिए। बधाई छ शेर मल्ललाई प्लेयर अफ द म्याच भएकोमा। र साथै लुम्बिनी लायन्सलाई पनि बधाई छ यो जितको लागि। र यो जित सँगसँगै लुम्बिनी लायन्स भने उकालो चढ्न सफल भएको छ। अहिले भने चौथो स्थानमा आउन सफल भएको छ लुम्बिनी लायन्स। अब भने लुम्बिनी लायन्सले भने एउटा म्याच मात्र खेल्न बाँकी रहेको छ जनकपुर बोल्टसँग। अब जनकपुर बोल्टसँग लुम्बिनी लायन्सले कस्तो म्याच खेल्छ त्यो त हामीले हेर्न बाँकी रहेको छ। र आजसम्मको म्याच अनुसार पोइन्ट्स तालिकाहरू यस प्रकार रहेको छ। वेल युट्युब दर्शक महानुभावहरू, आजको भिडियो प्रस्तुति तपाईहरुलाई कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने कृपया गरेर एक लाइक र च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनु होला। म भने तपाईहरुको लागि भोलिको म्याचको बारेमा जानकारी लिएर फेरि पनि उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि म सरोज खेल खेलाडी युट्युब च्यानलबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल।